हेलो फ्रेंड्स, वेलकम टू माय न्यू ब्लॉग। तो फ्रेंड्स, मेरो आजको ब्लॉगमा हजुरले हेर्न सक्नुहुन्छ कि आज हामीले माछा निकाल्ने हो। माछा निकालेर अनि यहाँ राख्ने हो। तो फ्रेंड्स, यता म भित्र गएर पहिला सफा गर्छु अनि फेरि यता पनि पानी भर्ने हो। अनि पानी भरेपछि अनि माछा लिएर आएर यहाँ राख्ने हो। यता पानी भरिँदैछ। पल्टो बाइक पल्टो। तो फ्रेंड्स, हेर्न सक्नुहुन्छ मैले यता सफा गरेँ अनि अब यता पनि एकछिनमा पानी भर्ने हो। तो फ्रेंड्स, अब हामी उता जान्छौँ। वहाँ माछा निकाल्दैछन्। तो फ्रेंड्स, यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो देखिन्छ माछा पोखरी। अनि फ्रेंड्स, वहाँ हेर्न सक्नुहुन्छ मान्छे छन्, निकाल्दैछन् माछा। तो एक साइड पनि छन् अनि अर्को साइड पनि छन्। तो हामी अब अलि अघि गएर हेर्ने। तो फ्रेंड्स, यहाँ हेर्न सक्नुहुन्छ यो बोर्ड हो अनि यो पल्टेछ। यसलाई उठाएर राख्न पर्यो। फ्रेंड, एउटा हातमा मेरो मोबाइल छ अनि एउटा हातले मिलेन। अब यसलाई पछ्याएर राम्ररी राख्न पर्ला। फ्रेंड्स, अनि यता 2-3 जना छन् अनि उता पनि 3 जना छन् अनि बिचमा एकजना मान्छे छन् अनि उता पनि तानिरहेछन् जाला। हो, यसलाई खिचेर अनि साइडमा ल्याउँछन्। फ्रेंड्स, अहिले यहाँ कस्तो घाम भएछ के। एकछिन उभिँदा पनि पसिना यस्तो आछ। फ्रेंड्स, हेर्न सक्नुहुन्छ जाला तान्दैछन् अनि यहाँ के भयो, यहाँ घाँसले मिलेन। त्यही भएर अब यहाँ एकछिन जो साइडको घाँस छ त्यहाँ काट्न लागेछन्। रुको नहीं अभी जाए तो जा टाना था। अरे तो हन और जाटा बा टाना टाना मैदान में तो हन और ना ना वो सीधा मा जो आई तो बड़ी मौज बा यार ला रखा बड़ी मौज बा किलो था
फ्रेन्ड्स यहाँ किनारामा पुग्न लागेछन्। तो फ्रेन्ड्स अब म यहाँ धेरै बेर रुक्दिनँ। अब मलाई भोक लाग्छ, मैले भात पनि खाएको छैन। अनि अब म भात खान जान्छु। अनि अब म पछि आएर हेर्छु अब यो जो माछा छ यसमा, अनि उतै लगेर राख्छन् जहाँ मैले पानी भरेको थिएँ, त्यो त्यही लिएर आएर राख्छन्। तो अब म उता घरतिर जान्छु। तो फ्रेन्ड्स यहाँ हेर्न सक्नुहुन्छ माछा लिएर आएर राखेछन्। तो हेर्न सक्नुहुन्छ अलि पानीले अलिक क्लियर देखिएको छैन। तो फ्रेन्ड्स मेरो आजको ब्लगमा बस यति छ। अनि अब हामी फेरि भेट्नेछौँ मेरो नेक्स्ट ब्लगमा। थ्याङ्क यू सो मच।